ल आउनुहोस् साथीहरू, आज चाहिँ मेरो तरकारी बारी भिजिट गरौँ है त। यो चाहिँ मेरो सुपको साग, यो चाहिँ बिउको लागि रेडी हुँदैछ। यो चाहिँ आज लहरा खानाको लागि। यो चाहिँ के को साग हो साथीहरू? कोहीले थाहै पालुङ्गो भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ है। के हो नाम चाहिँ थाहा छैन, तर मलाई मिठो लाग्छ। यो पनि लगाएको छु, यो राम्रो लाग्छ। यो चाहिँ अब चिप्ले भेन्डी पनि भर्खरै सानो बढ्दैछ। यो चाहिँ मैले यसपालि टन्नै लगाएको छु। के कतिको फल्छ हेरौँ। यता छ फर्सी, मुन्टाहानी फर्सी। हो यसपालि मुन्टाहानी फर्सी उमार्नु चाहिँ धेरै नै गाह्रो भयो। बल्ल यो 3टा बोट चाहिँ बचाएको छु। यसपालि अलिक कम हुने भयो मुन्टाहानी फर्सी। अनि त्यहाँबाट मैले यतापट्टि चाहिँ भन्दा यतापट्टि यो चाहिँ नेपाली काँक्रो है साथीहरू, नेपालबाट आएको बिउ हो यो नेपाली। अनि यो चाहिँ रह्यो भेन्डी, सिमी। यो चाहिँ बोडी सिमीहरू छ यतापट्टि। अनि त्यहाँबाट यो पनि राम्रै भएको छ। अब चिक्रा हाल्ने बेला भयो है यसलाई। अनि यो चाहिँ चिप्ले भेन्डी यता पनि उम्रिएछ, लगाएको थिएँ। उम्रिँदैन कि भन्ने पिग्ले थियो। यो चाहिँ धनियाँ है साथीहरू, यो चाहिँ अर्को सालको लागि बिउको लागि धनियाँ रेडी हुँदैछ। अनि त्यहाँबाट यहाँ चाहिँ अब यो मुलाको बिउको लागि रेडी हुँदैछ। मुलाको फुलेर। अनि त्यहाँबाट यो चाहिँ लौका पनि यत्तिको भयो। यो चाहिँ आलु है साथीहरू, खासै राम्रो उत्पादन गर्न सकिएन यसपालि आलुलाई। आलु खासै राम्रो भएन, अलिअलि त खनेर लगाएँ। यतापट्टि फेरि बोडी रेडी हुँदैछ। यसलाई अब चिक्रा हाल्ने बेला भइसक्यो। तिते गरेला यो पनि अब यत्तिको भयो है, सानो हुँदैछ। अब यसलाई चिक्रा हाल्न तयारी अवस्थामा छ। यस्तै छ साथीहरू मेरो बारी। यो चाहिँ काउली हो, एउटा बाँकी छ हिउँदको। अब यो चाहिँ बन्दा, यो बन्दा नि एउटा छ, अर्को चाहिँ टिप्ने बेला भयो। यता चाहिँ गाभा रेडी हुँदैछ। यो उम्रिँदैछ, पलाउँदैछ। यो कर्कलो खानाको लागि मिठो हुन्छ, एकदम मनपर्छ यो मलाई। त्यही भएर यो पनि मैले टन्नै लगाएको छु। एकदमै मनपर्ने भएर मैले यसलाई नि कडा मिहिनेत गरेँ है, गोडमेल गरेर मल पनि हालेर। कति मल हालेर छोडिदिएको, पानी परेपछि फेरि अलिकति पलायो है। अनि यहाँ चाहिँ यो अलिकति प्याज थियो, पुरै लगाएछ। यो चाहिँ रायो है, यो चाहिँ बिउको लागि राखेको मैले। अब दाना लाग्दैछ। अनि त्यहाँबाट यतै अदुवा पनि पलाउँदैछ है। अदुवा पनि मतलब पलाउँदैन कि कुहियो होला भनेर यसो खनेर हेरेको त पलाउँदै। यो चाहिँ अचम्म छ है यसको नाम साथीहरू। यसलाई चाहिँ मैले युट्युबतिर अन्त हेर्दाखेरि यसको नाम चाहिँ पोइ साग भन्दो रहेछ। तर मलाई मिठो त लागेको थिएन, तर यसले रगत सफा गर्ने अनि मुटुको लागि फाइदा हुने रहेछ र मैले फेरि यसपालि लगाएको छु है। खाना मिठो नलागे नि खानै पर्यो, औषधि त मिठो नभए नि खानै पर्यो नि होइन साथीहरू। अनि त्यहाँबाट यो चाहिँ रायोको, यो पनि बिउको लागि कालो रायो बिउको लागि छोडेको छु। यसलाई नि बिउ बनाएर राख्नुपर्छ। अनि यो चाहिँ भेन्टा है साथीहरू, यो 2टा भेन्टाको बिरुवा चाहिँ मैले होम सेन्टरबाट किनेर ल्याएर लगाएको। यो अरू चाहिँ मैले आफै बिउ जमाएर लगाएको भेन्टा हो। यो चाहिँ किराले खाएर सत्यनाश बनाएको थियो। म त पलाउँदैन होला भन्ने सोचेको त पलाएछ। फेरि भेन्टा पनि यो बाँचेर फल्यो भने त धेरै नै हुने भयो है। केही छैन, धेरै भयो भने भेन्टा पनि स्टोर गरेर राख्नु मिल्छ होला नि त, डिप फ्रिजमा है। अनि त्यहाँबाट यसलाई नि डिप फ्रिजमा राख्नु पर्ला मिल्यो भने। यो चाहिँ आफैले
ल्याएर बिउ जमाएर उत्पादन गरेको टमाटर हो। यसपालि मैले टमाटरको बिरुवामा पैसा हालिनँ, आफैले घरमा बिउ जमाएर पोलिब्यागमा जमाएर ल्याएर लगाएको। अहिले त हेर्दाखेरि त साह्रै राम्रो छ, फल्नलाई के कतिको फल्छ, रिजल्ट हेर्नै बाँकी छ है साथीहरू। बोट चाहिँ एकदमै राम्रो देखेको छ। अनि यो चाहिँ भेटे खोर्सानी, यो पनि मैले आफै घरमा जमाएर उमारेको है। यो चाहिँ लामो पिरो खोर्सानी हो साथीहरू। यस्तै छ मेरो बारी। अनि यता छ यो इलामको अक्कबरे पनि मैले यसपालि टन्नै लगाएको छु। मेरो नेपालबाट ल्याएको हो, प्योर इलामको। मेरो बुहारीको माइतबाट बुहारीले ल्याएर पठाइदिएको बिउ हो है साथीहरू। तपाईँहरूलाई पनि इलामको अक्कबरे खानु मन छ भने मलाई कमेन्ट गर्नुहोला।